अब तपाईँ नयाँ पासपोर्ट बनाउन जाँदा लाइनमा बस्नु पर्दैन, किनभने तपाईँले अब घरमै बसेर अनलाइनबाट नयाँ पासपोर्ट एप्लाई गर्न सक्नुहुन्छ। तर एउटा सानो मिस्टेकले एपोइन्टमेन्ट रिजेक्ट पनि हुनसक्छ। आजको यस भिडियोमा म स्टेप बाई स्टेप नयाँ पासपोर्ट अनलाइन कसरी एप्लाई गर्ने, कुन कुन डकुमेन्ट आवश्यक पर्छ र एपोइन्टमेन्ट छिटो कसरी पाउने भन्ने बारे सम्पूर्ण जानकारी गराएको छु। आउनुहोस् यस भिडियो सुरु गरौँ। हजुरले कुनै ब्राउजर ओपन गरेर पासपोर्ट एप्लिकेसन फर्म भनेर सर्च गर्नुहोस्। त्यसपछि डिपार्टमेन्ट अफ पासपोर्ट भन्ने अप्सन देखिन्छ, त्यसमा क्लिक गर्नुहोस्। त्यसपछि यस्तो नोटिफिकेसन देखाउँछ, यसलाई क्लोज गरिदिनुहोस्। त्यसपछि स्क्रोल डाउन गरेर ई पासपोर्टको लागि आवेदन दिनुहोस् भन्ने अप्सनमा क्लिक गर्नुहोस्। त्यसपछि यस्तो इन्टरफेस खुल्छ, यहाँ एप्लाई फर पासपोर्ट राहदानीको लागि आवेदन भन्ने अप्सन छ, त्यसमा क्लिक गर्नुहोस् र यहाँ पहिलो पटक राहदानी लिन भन्ने अप्सन हुन्छ, त्यसमा क्लिक गर्नुहोस्। त्यसपछि स्क्रोल डाउन गर्नुहोस् र अर्डिनरी 34 पेजेस भन्ने अप्सनमा टिक लगाएर प्रोसिडमा क्लिक गर्नुहोस्। त्यसपछि आई एग्री भन्ने अप्सनमा क्लिक गर्नुहोस्। त्यसपछि यस्तो इन्टरफेस खुल्छ। अब हजुरले एपोइन्टमेन्ट कन्ट्री भन्ने अप्सनमा क्लिक गरेर यदि तपाईँ अरू देशबाट पासपोर्ट एप्लाई गर्दै हुनुहुन्छ भने अदरमा क्लिक गरेर एपोइन्टमेन्ट लोकेसनमा गएर हजुरले त्यस देशलाई सिलेक्ट गरेर राख्न सक्नुहुन्छ। र यदि तपाईँ नेपालबाट पासपोर्ट बनाउँदै हुनुहुन्छ भने हजुरले एपोइन्टमेन्ट कन्ट्रीमा गएर नेपाल चुज गरेर राख्नुहोस् र प्रोभिन्समा हजुरले प्रदेश चुज गरेर राख्नुहोस् र डिस्ट्रिक्टमा हजुरले जिल्ला चुज गरेर राख्नुहोस् र एपोइन्टमेन्ट लोकेसन भनेर यहाँ बायोमेट्रिक दिने हजुरले मिति र टाइम, खाली टाइम चाहिँ हजुरले चुज गरेर राख्नुहोस् र अन्तिममा क्याप्चा भनेर देखाएको छ, यसमा क्याप्चा राखेर नेक्स्टमा क्लिक गरिदिनुहोस्। त्यसपछि यस्तो इन्टरफेस खुल्छ। अब हजुरले आफ्नो सम्पूर्ण जानकारी यसमा राख्नुपर्ने छ। आफ्नो लास्ट नेम र फर्स्ट नेम यसमा राख्नुहोस्। त्यसपछि जेन्डर भनेको छ, यसमा मेल फिमेल सिलेक्ट गर्नुहोस्। त्यसपछि डेट अफ बर्थ इङ्ग्लिसमा भनेको छ, इङ्ग्लिसमा डेट अफ बर्थ राख्नुहोस्। त्यसपछि इज दिस एक्ज्याक्ट डेट अफ बर्थ भनेको छ, यसमा टिक लगाइदिनुहोस्। डेट अफ बर्थ फेरि यहाँ नेपालीमा राख्न भनेको छ, हजुरले विक्रम सम्वतमा डेट अफ बर्थ राख्नुहोस्। त्यसपछि प्लेस अफ बर्थ भनेको छ, आफू जन्मिएको जिल्ला यसमा राख्नुहोस्। त्यसपछि हजुरको बुवाको लास्ट नेम र फर्स्ट नेम राख्न भनेको छ, यो दुइटै यसमा राखिदिनुहोस्। त्यसपछि आमाको पनि लास्ट नेम र फर्स्ट नेम राख्न भनेको छ, यसमा राखिदिनुहोस्। अब नेक्स्ट हजुरले नागरिकता सम्बन्धी जानकारी राख्नुपर्ने छ, त्यसको लागि यो अप्सनमा क्लिक गर्नुहोस्। त्यसपछि अब हजुरले आफ्नो राष्ट्रिय परिचय पत्र नम्बर राख्नुहोस्। त्यसपछि नागरिकता नम्बर, नागरिकता बनाएको मिति र नागरिकता बनाएको जिल्ला पनि यसमा राखिदिनुहोस्। अब नेक्स्ट हजुरले आवेदकको सम्पर्क विवरण राख्नुपर्ने छ, त्यसको लागि यो अप्सनमा क्लिक गर्नुहोस् र आफ्नो मोबाइल नम्बर यसमा राख्नुहोस् र इमेल आइडी छ भने हजुरले इमेल आइडी पनि राख्न सक्नुहुन्छ। त्यसपछि मेन एड्रेस भनेको छ, हजुरले आफ्नो भिलेज, वार्ड यसमा राख्नुपर्ने छ। त्यसपछि आफ्नो प्रदेश र जिल्ला पनि यसमा राखिदिनुहोस्। अब नेक्स्ट अप्सन रहेको छ जरुरी परेमा सम्पर्क गर्ने विवरण भन्ने अप्सन छ, यसमा हजुरले क्लिक गर्नुहोस् र यसमा चाहिँ हजुरले आफ्नो कोही आफन्त अथवा साथीको विवरण दिन सक्नुहुनेछ। सम्पूर्ण जानकारी यसमा राखिदिनुहोस् र सबै फिलअप गरिसकेपछि नेक्स्टमा क्लिक गरिदिनुहोस्। अब नेक्स्ट तपाईँले आफ्नो नागरिकता र राष्ट्रिय परिचय पत्र अपलोड गर्नुपर्ने छ। यहाँ देख्न सक्नुहुन्छ सपोर्टेड फाइल टाइप्स भनेर जेपीईजी र पीएनजी भनेको छ। यसको मतलब तपाईँले जुन फोटो अपलोड गर्दै हुनुहुन्छ त्यो चाहिँ जेपीईजी र पीएनजीमा हुनुपर्ने छ र मात्र अपलोड हुनेछ। अब हजुरले नागरिकताको फ्रन्ट अगाडिको फोटो यसमा अपलोड गर्नुहोस् र पछाडिको लागि यहाँ सिटिजनसिप सर्टिफिकेट ब्याक भनेको छ, यसमा पछाडिको भाग अपलोड गरिदिनुहोस्। त्यसपछि तल स्क्रोल गरेर नेसनल ईआइडीमा क्लिक गर्नुहोस् र आफ्नो राष्ट्रिय परिचय पत्र यसमा अपलोड गरिदिनुहोस् र अन्तिममा नेक्स्टमा क्लिक गरिदिनुहोस्। सबै फर्म फिलअप गरिसकेपछि अब हजुरले भर्नुभएको सम्पूर्ण विवरण यसरी देखाउनेछ। हजुरले भर्नुभएको विवरण राम्रोसँग एकचोटि भेरिफाई गर्नुहोस्, कतै मिस्टेक भएको छ भने त्यसलाई सच्याउन सक्नुहुनेछ र अन्तिममा क्याप्चा भनेर देखाएको छ, यसमा क्याप्चा राखेर सेभमा क्लिक गरिदिनुहोस् र त्यसपछि योर रिक्वेस्ट हैज बीन सेभड भनेर यस्तो नम्बर आउनेछ, त्यसलाई हजुरले स्क्रिनशट गरेर राख्नुहोस् र फिनिश भन्ने अप्सनमा क्लिक गरिदिनुहोस् र लास्टमा भर्नुभएको फाइल पीडीएफमा डाउनलोड गर्नको लागि डाउनलोड पीडीएफ भन्ने अप्सनमा क्लिक गर्नुहोस् र डाउनलोड गरिसकेपछि त्यस फाइललाई प्रिन्ट गर्ने र आफ्नो नागरिकता
राष्ट्रिय परिचय पत्र र प्रिन्ट गरेको फाइल र राजस्व बुझाउने पैसा लिएर एपोइन्टमेन्ट लिनुभएको डेटमा हजुरले कार्यालयमा गएर पासपोर्ट बनाउन सक्नुहुनेछ।